आज हामी तपाईँहरूलाई कसरी चिकन रिङ बनाउन सकिन्छ सोको जानकारी गराउँदैछौँ। पहिला हामी केही आवश्यकताअनुसार चिकन किमा लिनेछौँ र एउटा भाँडामा त्यसलाई राख्नुहोस्। ब्रेड क्रम्बको आवश्यकता पर्छ। त्यसको लागि तपाईँसँग ब्रेड क्रम्ब छैन भने ब्रेड लिनुहोस् र ब्रेडबाट त्यसलाई पाउडर बनाउनुहोस्। मिचेर हातले मजासँग यसरी यसलाई मिचेर ब्रेड क्रम्बको स्वरूप तयार पार्नुहोस्। यदि तपाईँसँग ब्रेड क्रम्ब छैन भने यसलाई पनि प्रयोग गर्न सकिन्छ चिकन रिङको लागि। हामीले बनाएका छौँ। बनाएको किमाको तयारी अवस्थामा किमाको त्यो बनाइएको रिङलाई चाहिँ ब्रेड क्रम्बमा हामीले मजासँग ब्रेड क्रम्बमा मिलाउँदैछौँ र मिलाएर यता राखिरहेका छौँ। तेल तात्दैछ अर्को भाँडोमा। तातिराखेको भाँडोमा हामीले केही बेरपछि त्यसलाई हाल्नेछौँ। हामी यो चिकन रिङ तयार गर्दैछौँ। यो गरिराखेको रिङ चिकन किमाबाट बनेको रिङ हो। यसलाई मजासँग ब्रेड क्रम्बमा मल्नुपर्छ। मजाले ब्रेड क्रम्बमा मलिसकेपछि त्यसलाई हल्का तरिकाबाट हातले थिचेर त्यसको स्वरूप निर्धारण गर्न सकिन्छ। रिङको बनिरहेको छ। यहाँ एउटा प्यानमा हामी तेल राखिरहेका छौँ। यो तेल तातिसकेपछि हामी बनिरहेको चिकन रिङलाई चाहिँ पकाउनेछौँ। घरमै निकै सरल तरिकाबाट हामीले चिकन रिङ बनाउन सक्छौँ। स्वस्थ पनि हुन्छ, खानको लागि निकै राम्रो पनि हुन्छ, सजिलो पनि छ बनाउनको लागि। तेल तातिसकेको छ। हामीले बनेको रिङलाई तेलमा हालिरहेका छौँ। प्यानमा देख्न सक्नुहुन्छ। यसलाई मजाले फर्काइ पकाउनुपर्छ। आवश्यकताअनुसार तपाईँलाई खुर्सानीको पाउडर हल्का, मसला चाट मसला हल्का मिक्स गर्न पनि सक्नुहुन्छ। नुन आवश्यकताअनुसार त्यसमा मिक्स गरेर तपाईँलाई कस्तो खान मन लाग्छ सो अनुसारको हामीले तयार गर्न सक्छौँ। र यसलाई मजासँग फर्काउँदै दुईतिरै राम्रोसँग पकाउनुपर्छ। कलर परिवर्तन हुँदैछ देख्न सक्छौँ। निकै राम्रोसँग पाकिरहेको छ। हल्का आगोको आँचमा यसलाई पकाउँदा अझ बढी राम्रो हुन्छ। हामी यसरी घरमै सरल सहज तरिकाबाट चिकन रिङ बनाउन सक्छौँ। निकै सजिलो पनि छ यसको बनाउने तरिका। चिकन किमा लिएर यसलाई सही तरिकाबाट घरमै बनाउन सकिन्छ। सरल तरिकाबाट ब्रेड क्रम्बको रूपमा हामीले पाउरोटीलाई प्रयोग गरेर पनि देखायौँ। यसमा घरमै रहेका वस्तुहरूको प्रयोग गरेर गर्न सकिन्छ।